हेलो गाइस, सबैजना कस्तो हुनुहुन्छ? के हुनुहुन्छ? सन्चै हुनुहुन्छ कि आरामै हुनुहुन्छ? भन्नु होला मलाई। अनि म चाहिँ आज फ्री फायरको एक भिडियो हालिरहेको छु। म चाहिँ र्याङ्क पुस गरेर खेलिरहेको छु ल। तपाईँहरूलाई पनि मसँग खेल्ने मन छ भनेपछि चाहिँ मलाई अवश्य सम्झिनु होला। मलाई कमेन्टमा आफ्नो युआइडी छोडिदिनु होला, नत्र मलाई कमेन्टमा भन्न सक्नुहुन्छ मलाई युआइडी दिनु भनेर। म चाहिँ तपाईँहरूको रिप्लाई गर्नेछु। हेर्नु साथीहरू, म चाहिँ र्याङ्क पुस गर्दा गर्दै म टोकनहरू लुटिरहेको थिएँ। अनि मेरो साथीहरू मर्दाखेरि चाहिँ मैले रिभाइभ गरिरहेको पनि थिएँ, किनभने र्याङ्क पुस गरेको कामै त्यही हुन्छ नि त। र्याङ्क पुसरले चाहिँ आफ्नो साथीहरूलाई हेल्प गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ म आफ्नो बचेको पैसाले चाहिँ मैले यो खोलेँ आर्सेनल। अनि त्यसपछि म चाहिँ घोडामा नै राम्रो मान्छु, किनभने घोडामा डुल्दा डुल्दै अनि टोकनहरू पनि लुट्न सजिलो हुन्छ। अनि यसमादेखि गोली हान्दा पनि लाग्छ नि त, सजिलो लाग्छ आफूलाई चाहिँ। म चाहिँ साथीहरूलाई रिभाइभ गर्दै अनि टोकनहरू लुट्दै साथीहरूको हेल्प गर्दै बसिरहेको थिएँ, किनभने अब र्याङ्क पुस गरिरहेको छु अनि आफूले त्यहाँ एनिमीलाई हान्न त जानु भएन। त्यही भएर साथीहरूलाई चाहिँ मैले तिमीहरू चाहिँ किल गर्दै गर, म चाहिँ र्याङ्क पुस गर्छु, तिमीहरूलाई म रिभाइभ गर्छु। जसरी पनि तिमीहरूले चाहिँ अब र्याङ्क पुस गरेर हामीहरू सँगै एउटै र्याङ्कमा चाहिँ आउनु पर्यो भन्ने थियो। अनि म चाहिँ यतातिर रिभाइभ गर्न जानु पर्यो भनेको, त्यहाँ चाहिँ एनिमी रहेछ। फेरि उसलाई मार्न खोजेको, मर्दै मरेन, गाडीमा थियो। अनि पछि चाहिँ म यस्तै हेर्दै थिएँ एनिमी छ कि छैन भनेर। त्यहाँ पनि अर्को एनिमी चाहिँ रहेछ। म अर्को ठाउँ जान थालेँ त्यसपछि। अनि हिँड्दा हिँड्दा एउटा एनिमीलाई देखेको, अनि उसलाई चाहिँ मैले फर्स्ट किलमा चाहिँ मारेँ। मेरो चाहिँ भर्खरै 1 किल भएको छ साथीहरू, हेर्नु न। फेरि अनि अर्कोलाई देखेको, त्यो चाहिँ स्पिड गरेर गाडीलाई भागिसक्यो त्यसपछि। अनि म चाहिँ अर्को बाटो लागेँ, किनभने मेरो साथीहरू पनि मरिरहेको थिए। त्यही भएर मैले चाहिँ उनीहरूलाई रिभाइभ गर्नुपर्छ भनेर चाहिँ गएँ। तपाईँहरू चाहिँ मलाई एकदमै साथ सपोर्ट दिनु होला साथीहरू। तपाईँहरूलाई मसँग खेल्ने मन छ भनेपछि चाहिँ एकदमै आफ्नो मनले आफ्नो सोचेको जसरी नै मलाई गर्न सक्नुहुन्छ, साथी बनाएर खेल्न सक्नुहुन्छ। म चाहिँ तपाईँहरूको रिक्वेस्ट एकदमै मनैले एक्सेप्ट पनि गर्नेछु। हेर्नु साथीहरू, मलाई एनिमीले मार्नलाई कस्तो गरेर आएको छ कि। अनि एक त म घोडामा थिएँ, राम्रोसँग खेल्न नै पाइरहेको थिएन। अनि मलाई चाहिँ माथिबाट हानेर नक गरिदियो कि। अनि मेरो साथीले चाहिँ मलाई रिभाइभ गर्यो। मेरो साथीहरू चाहिँ मलाई एकदमै सपोर्ट साथ दिइरहेको थिए, मेरो टिममेटले। अनि तपाईँहरू पनि मलाई एकदमै साथ सपोर्ट दिनु होला। तपाईँहरूले माया गर्यो भने मलाई पनि धेरै खुसी लाग्नेछ। अनि तपाईँहरू भनेको मेरो फ्यामिली जस्तै हो, त्यही भएर तपाईँहरूले चाहिँ मलाई साथ सपोर्ट दिनु, म पनि हजुरहरूलाई एकदमै साथ सपोर्ट दिनेछु। अब चाहिँ हामी लास्टसम्म पुगिसकेका छौँ साथीहरू। आज चाहिँ मैले बोया हान्नै पर्ने छ। बोया हानेर चाहिँ देखाउनु पर्छ। मैले साथीहरूसँग मिलेर खेल्यो भने चाहिँ बोया हान्न सजिलो पनि हुन्छ। अनि कुनै बेला चाहिँ टिममेट नै कस्तो आइदिन्छ कि, के अरे उतादेखि हान्न खोज्दाखेरि उता अर्कोले हानिदिन्छ, किल चोरिदिने। अनि यस्तै हुन्छ कि। अनि कति बेला त रिभाइभ पनि गरिदिँदैनन् तिनीहरूले। अनि म चाहिँ आफ्नो साथीहरूलाई एकदमै साथ सपोर्ट दिएर खेल्छु, किनभने तिनीहरूको र्याङ्क मभन्दा अलिक कमै छ। तर म र्याङ्क बढी छ भनेर चाहिँ आफूलाई त्यति धेरै महत्त्व चाहिँ दिँदैन। साथीहरूलाई पनि आफू सँगसँगै लिएर आउँ भन्ने सोच राखेर बसेको छु मैले। त्यसपछि चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ कि मैले कतिसम्म हानिरहेको छु। हेर्नु साथीहरू, बोया भयो। थ्याङ्क्स फर वाचिङ।